फेरि पनि आइसकेका छौँ हामी हैन। यहाँ चाहिँ अब फोटोसुट हुन लागिरहेछ। फोटोसुटको लागि तयार हुँदैछ सबैजना फोटोसुटको लागि। हाम्री कान्छी दिदी चाहिँ बच्चा जस्तो खेलिरहेको छिन् है। कस्तो लागिरह कान्छी माइजू बाजे। हेलो जेठी माइजू सब जानला हामी आफ्नो लोकेसनतिर साइला भेना है। यो चाहिँ आउनुहोस् यता सबजना हेर्ने सबजना छौँ फ्यामिली फुल। बाबु चाहिँ सानो हेलो बेबी हेलो भन्देऊ न। यसले त इग्नोर हान्दिरा। फोटो सुट हुन लागिरहेछ दुईजनाको। ए उता हो यहाँ फोटोसुट हुनलाई भइरहेको छ। रुक्नै मनी आउँछु। ल फोटोसुट हेर्नु होला। ल कस्तो राम्रो बिच छ है। हाँस्नु न मुस्कान दिन्न दिदी मुख बन्द अनि दाँत इच्छ निकाल्नु न। हेर्नु फोटोसुट यता भयो। फोटोसुट चाहिँ भयो होइन। अब हामी अर्को लोकेसनतिर जाँदैछौँ। अर्को उसतिर एकदम राम्रो छ। बेबी कस्तो लाग्यो तिमीलाई? राम्रो लाग्यो हो। ह्याप्पी एनिभर्सरी भनिदेऊ न। ह्याप्पी एनिभर्सरी भन न। आउनु न। म नि छु नि यार। म त भ्लग बनाउँदैमा ठिक्क हुँ। हेर्नु है यहाँ फोटोसुट भइरह सबको। ल यत्तिकै बस्नु है। म नि एउटा फोटो खिच्छु। बस्नु न बस्नु। बस्नु भन्दै हो। म यहाँ फोटो खिच्न लागिरहेको छु। यहाँ चाहिँ बुढाबुढीको फोटोसुट हुँदैछ। अब म सुट गर्न लाग्छु है। म सुट गर्छु है। अनि म तपाईँलाई फोटो देखाउँछु। ऊ त्यहाँ हुँदैछ अर्को फोटोसुट। हिरोइन जस्तो देखिन्छ नि हामीले कान्छी पनि। फाइनली गाइस मेरो फोटोसुट भयो होइन। अब म अरूको फोटोसुटको भ्लग बनाउनु लाग्छु। म जाँदैछु हेर्नु यहाँ यस्तो हालतमा। वाह लाउ झाम्नी जाने। जाँदैछौँ हामी। ऊ त्यहाँ हुनलाई गइरहेको छ होइन। यस्तो राम्रो छ है यहाँ ठाउँ।
ल हेर्नु है यहाँ फोटो सुट हुँदैछ दे हटा त ल सिकाउँदै हुनुहुन्छ ल भयो दाइ 3 टेक भयो है रिङ्गोटा गाइड धेरै घुमेर हामी फुलकुमारी फुलकुमारी के छ फुलकुमारी ए अर्को लोकेसनतिर चाहिँ हामी म एकदम बोरिङ भएन यहाँ फोटोसुट त भइरहेछ तर मलाई झ्याउ लाग्यो होइन अब हामी म डेकोरेसनतर्फ जाँदैछु होइन तपाईँलाई म गएर देखाइदिन्छु के भयो के भएन भनेर होइन एकदम राम्रो डेकोरेसन गर्छु गर भनेर अब सबको फोटो र म क्यामेराम्यान हो म खिचिदिन्छु हेर म यहाँ भ्लग बनाउँदैछु यस्तो ल नाच हाते गल्सक्यो ल हेर्नु है यहाँ ल होइन गाइज हाम्रो दिदीले चाहिँ नाच्ने रे ल नाचेर देखाउनुहुन्छ है ल नाच ल नाच 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 एकजनालाई घुमाएर त दुईजनालाई घुमाउने होइन के ल ल भयो धेरै भिडियो बनाइदिएँ होइन मैले नाचेको रे एउटा अर्कोले हात समातिरहेछ अर्कोलाई घुमाइरहेछ भएन यस्तो भयो ल फोटोसुटबाट चाहिँ आउनुभयो कस्तो लाग्यो फोटोसुट अझै अर्को बोल्नु न कस्तो राम्रो देखेछ हेर नि हेर्नु है ओ क्यामेराम्यान के छ ल म क्लिक गरिदिन्छु यहीँबाट ल ठ्याक्कै मै क्लिक गरिदिएँ होइन फोटोसुट चाहिँ एकदम दामी छ अरे मेरो छोरीले आज चाहिँ भ्लग बनाइराख्नु भएको छ मैले आधा घन्टाको भ्लग गरिदिन्छु कि आज देखाउ बाजेहरूलाई कति देखाउने हो साइला भेना के छ बाजे के छ साइली दिदी के छ मम्मी के छ मामा जेठा मामा जेठी माइजू कान्छी 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 मम्मी कान्छी मम्मी
भाउजू भाउजू आउनु न ग्रुप ओइ के गरेको यस्तो फोटो यस्तो सबैले लिएर आउनु नुमा आइदिएको ल जेठी माइली साइली कान्छी आइन है यहाँ जेठी माइली साइली कान्छी 4 जना दिदी बहिनी ग्रुपमा फोटो डेकोरेसन चाहिँ यस्तो भएको छ होइन सबैजना बाहिर फोटोसुटको लागि गएछन् डेकोरेसन यस्तो रह्यो केक कता ल अब हाम्रो चाहिँ केक काट्ने कार्यक्रम हुँदैछ होइन ह्याप्पी एनिभर्सरी सबैजनाले ठ्याक्क त्यो कट गर्ने बेलामा ह्याप्पी एनिभर्सरी हेर्नु है अब हाम्रो ग्रुप फोटो भएर केक काट्ने छौँ ओइ सबैजना बस ल सबै जाने होइन हाम्रो फ्यामिली जानु भएन बेबी कोई ना तो अभी कुछ लागे हाम्रो फोटो सेक्सनमा भयो हेर्नुभयो होला नि त कस्तो राम्री हुनुहुन्छ यहाँबाट दामी आयो सबैजना यता यता बस्नु न छरा पस्ट नगर्नु न यता जानु तपाईँ जानु यता तपाईँ यता जानु उता 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 साइडमा बस्नु न सबै हो त्यहाँ साइडमा ह्याप्पी एनिभर्सरी भन्नुपर्छ छिटो जानु न बेबीले बाजे उता जानु बाबु स्प्रे त मुखतिर नखाले मेकअप बिग्रिन्छ है जानु न भाउजू म यहाँ बिचमा बस्छु अलि नजिक आउनु न ल छिटो 3 2 ल हेर्नु ल अब चाहिँ हामी फोटो सेसन हुन लगा ल 3 2 1 गो काट्नु के काट्नु रे के अलि अगाडि ग न ल भयो ल केक खुवाइदिनु है सबैले म केक खुवाइदिन्छु है अब ताली बजाऊ सबैले खुवाइदिन्छु ल म खुवाइदिन्छु है म नि तिमीलाई खुवाइदिन्छु गिफ्ट त ल्याइदिएन ह्याप्पी एनिभर्सरी म खुवाइदिनु अब मेरो छोरीलाई वाउ बनाले पिया हामी नाच्नुपर्छ अहिले
यो वर्ष भेला साथमा नभए अर्को वर्षले सँगै मनाउन आउनुपर्छ। ल फाइनली हाम्रो सक्यो होइन। अब हामी भित्र गएर केकहरू खान्छौँ अनि होइन के हुन्छ हाम्रो सबैलाई हुन्छ। यो पामा ब्रिज चाहिँ एकदम राम्रो छ है, डेकोरेसनहरू सब राम्रो छ। मेरो स्वेटर कता त्यो स्वेटर ओ यहाँ राख, यहाँ राख्न चुप बनाएर पर्दैन, यहाँ राख हो त्यही राख। ल हामीलाई चाहिँ सर्भ गर्दै हुनुहुन्छ मिस करिश्मा लिम्बूले। नाइफ बाहिरै छ होला नि। केक चाहिँ पाएँ होइन मैले। आउनु यता बस्नु लाइन त्यहाँ उभियो खाएको जस्तो यता आउनु यता बस्नु।